सुन्नु न, म चिप्स खान्छु, तपाईँ हेर्नुहुन्छ? होइन तैँले खाएको मैले चाहिँ किन हेर्ने हो? खाँदा खाँदा सानो हात्ती तेरो पेट फुट्न लागिसक्यो, कति घिचिरहेको। दुनियाँले हात्ती हात्ती भनेर जिस्काउन थालिसक्यो। अझ हेर हिँड्दा पनि यहाँ चिप्स खाएर हिँडिरहेको छ, त्यो पनि आलुको चिप्स। मिठो छ नि त। मिठो भनेर यो यहाँ छिटो छिटो भुँडी बढिरहेछ। तँलाई सानो हात्ती, अहिले मेरो साथमा हुनुहुन्छ हाम्रो सानो हात्ती होइन। अब सानो हात्ती भनेर धेरैले गाली पनि गरिरहनु भएको रहेछ। गाली नगरिदिनु होला, बिचरा सानो हात्तीको उमेर पनि सानै छ होइन। अहिले खाने खेल्ने नै उमेर छ। अब चाँडै नै होइन एकदमै एक्सर्साइज गरेर पुरा गेमसेम खेलेर तपाईँहरूभन्दा एकदम छिटो छरितो बनेर आउँछु भनिरहेको छ होइन। उसको प्रयास जारी छ होइन। उमेर पनि सानै छ, त्यही भएर धेरै गाली नगरिदिनु होला। साँच्चीकै फेरि ठुलो हात्ती बनेर आएर तपाईँहरूलाई कुल्चिदेला, याद राख्नुहोस्। र हाम्रो सानो हात्ती भाइ यानि कि तपाईँहरूको भातमाराले होइन एउटा नयाँ युट्युब च्यानल पनि सञ्चालन गर्दैछ होइन। प्रतीक्षा गर्नु होला त्यो युट्युबको होइन। र उसको यो आइडियालाई फलो गरिदिनु होला होइन। भिडियो मन पऱ्यो भने रिपोस्ट गरिदिनु होला, कपी लिङ्क गरिदिनु होला, जे गर्नुपर्छ गरिदिनु होला। भातमाराले अब भात कम गर्छ नि त। हजुर, सरलाई धेरै धेरै धन्यवाद। सरसँगै हजुरहरू सबै अडियन्सलाई पनि थ्याङ्क यू। एक दुईजनाले हेड कमेन्ट नि आएको छ, तर धेरै राम्रो कमेन्ट नि थोरै खानुपर्छ बाबु भन्नुहुँदैछ। जे होस् राम्रो हुँदैछ। कसैले दुनियाँले गाली नगरिकन भाइरल हुँदैन भाइ। हजुर, यहाँ नेपालमा उल्टो छ क्या। हजुर, जसले जति बढी गाली खान्छ नि त्यो मान्छे हिट हुँदै गयो भनेर बुझे हुन्छ। तिमीले जति गाली खान्छौ नि त्यो तिम्रो रिस गर्ने मान्छेहरू हो क्या। यो त सानो हात्ती हामीभन्दा चर्चित हो नि, त्यही भएर तँलाई भातमारा भनेर गाली गर्छन् क्या। त्यो भने तिमी अब म माथि चढ्दैछु भन्ने सोच। तिमीले केही पनि गरेन भने त कसले गाली गर्छ त? तिमीले केही न केही गरेका छौ, त्यही भएर गाली गरिरहेको छौ क्या। तपाईँहरूलाई पनि मेरो तर्फबाट सिक यही हो, जति गाली खानुहुन्छ सम्झिनुहोस् त्यति माथि गइरहेको छु भनेर। हस्, थ्याङ्क यू सर।